साथीहरु, हजुरहरुलाई मेरो नयाँ युट्युब च्यानलमा स्वागत छ है। आज भने म अब हाम्रो फर्सी टिप्न गइरहेका छौं है। त्यो फर्सीहरु कति जम्मा भएको छ भनेर देखाउन चाहन्छु है। त्यति धेरै फर्सीहरु लगाएर है बुङ्गुरको लागि, आफुलाई खानको लागि है हामीले बिक्री वितरण पनि गर्न सकिन्छ है। त्यो देखाउन चाहन्छु है। हेर्नु होला है। फर्सीहरु टन्नै प्रशस्तैमा छ है। टन्नै बनाएको छु है। गाउँमै आफ्नै घरमै अर्गानिक हो साथीहरु। यति चाहिँ पहिले नै टिपिसकेको है। यो खेतहरुको है। अब यो चाहिँ आफ्नै वरिपरि बनाएका फर्सीहरु हुन्। यिनीहरु चाहिँ यो बटुल्दै फर्सी बटुल्दै यतातिर चाहिँ फल्दै पनि छ है। साना सानाहरु फल्दै छन् कोही अनि यता फल्दै छन्। पुरै फर्सी घारी छ। टन्नै छ है। फर्सीहरु बोटुल्ने काम भइरहेको छ है। बाख्राहरु चाहिँ पुरै घाँस खानलाई व्यस्त छन् है बाख्राहरु। हुन्छ अंकल, म त्यता नि खिच्दिन्छु। त्यता चाहिँ है अंकलले यता पनि भनेर भनिरहनु भएको छ है। पुरै फर्सीहरु छ। ल साथीहरु, फर्सी खोज्ने काम चाहिँ भइरहेको छ है। फर्सीहरु प्रशस्तै फलेको छ है। यता चाहिँ हाम्रो बेलाउती पनि छ है। अम्बा भन्छन् है यसको नाम अर्को चाहिँ है। यस्तो फलिरहेको छ। बोट चाहिँ सानो छ। सानो बोट भए पनि टन्नै फलेको छ है। सानो छ बोट, सानो छ हेर्नु। टन्नै तलैबाट फलेको छ के, तलैबाट यस्तो सानो। यसको फेद त्यहाँ छ के है। यति सानो रुखमा पनि टन्नै फलेको छ के। हेर्नु अम्बा है फलेको छ साथीहरु। बेलाउती पनि अब पाक्ने बेला भइसक्यो। मेरो चाहिँ अहिले फर्सी खोज्ने काम भइरहेको छ है। म फर्सीहरु देखाउँछु हजुरहरुलाई। फर्सीहरु कति फल्छ के है। यो चाहिँ सबै स्टोर गरेर राख्नु पर्ने हुन्छ है। यो चाहिँ सबै खेतको फर्सी हो साथीहरु। यो खेतको फर्सी हो है। सबै खेतको फर्सी। यो चाहिँ हाम्रो सुँगुर हाम्रो सुँगुरहरु है। यो चाहिँ हाम्रो यसकै लागि हो। चारो पकाउनु पर्ने है। पकाउने काम हुने गर्ने गाउँघरमा बसेर के गर्ने साथीहरु। यति त गर्नै पर्यो है। पशु पन्छीहरु पाल्नु नि पर्यो है। यो चाहिँ खेतको है साथीहरु। म पाखोको पनि देखाउँछु हजुरहरुलाई कति फलेको छ भनेर फर्सीहरु। खाना नि मिल्छ यो स्टोर गरेर पछि राखेर है। अनि अहिले नै खान्छु भने पनि मिल्छ। तरकारी पनि खान मिल्छ। सुँगुरको लागि पनि भयो यो फर्सीहरु। फर्सीहरु यही नै छ, नजिकै छ। टन्नै फलेको छ है। कर्कलो पनि रोपेको छु। कालो कर्कलाको अचार खानु पर्ने हो कि बुङ्गुरलाई काटेर खुवाउने हो कि है। टन्नै छ साथीहरु। हाम्रो घरमा बेलाउती पनि फलेको छ है। फर्सी पुरै यहाँनिर झुन्डिरहेको अवस्था छ फर्सी। ल हेर्नु अम्बा साथीहरु। फाइनली खोज्दा खोज्दै यति भइसकेको छ है। यो चाहिँ पाखोको मात्रै हो है। खेतको मैले अघि नै हजुरहरुलाई देखाइसकेको छु। यो पाखोको अब मकै भाँच्ने बेला भएको छ नि त। मकै बारी अब खनाएर मास छर्नु पर्ने हुन्छ है। यो पाखो खोज्दै छु। अझै म खोज्ने कसरी खोज्ने भनेर पनि देखाउँछु है। साथीहरु हेर्नु होला। हेरेर साथ दिइराख्नु भएको छ है हजुरहरुले। हाम्रै बारीमा फलेको फर्सीहरु म कसरी टिप्न जाँदैछु म देखाउँछु है हजुरहरुलाई। यो आफ्नै बारीमा फलेको है। यो यति राम्रो राम्रो र म यो फर्सीहरुको नाम पनि भन्छु है। कुन कुन फर्सीहरु छन् भनेर म हजुरहरुलाई देखाउँछु पनि ल। ल साथीहरु फाइनली है अब म यो फर्सी घारीमा आउँदै छु। अनि फर्सी टिप्नको लागि ल हेर्नु होला है।
फर्सी देखाउँछु है। फर्सी चाहिँ धमधुस लाएर खोज्नुपर्ने हुन्छ है। फाइनली त्यति चाहिँ टिपिसक्यो है। ल यहाँनिर चाहिँ छ है। मलाई अब चाहिँ भिडियो बनाएर साथ दिने चाहिँ मेरो देउरानी है। ल हेर्नु साथीहरू, यहाँ फर्सी टिप्न आइसकेको छु। मैले फर्सी देखाउँदैछु हजुरहरूलाई। टन्नै फर्सीहरू फलेको छ क्या है। यहाँ चाहिँ कुहि नै सकेछ के, फेरि फलेर पनि। ल हेरेपछि यस्तो हुन्छ। ल साथीहरू यस्तो छ हेर्नु। फर्सी खोज्नलाई बडो मेहनत लाउनु परेको छ। ल ल खानाको लागि नि हुन्छ है। यो तरकारी पकाउनको लागि, सुँगुरको लागि पनि हुन्छ है। ल साथीहरू टिपेर आइसकेका छौँ है। ल उगाएर त क्लिक गर त साथीहरू। भिडियो भयो फेरि काट्नुपर्छ यहाँ चाहिँ। हेलो साथीहरू है, यो ल हेर्नु, यो यसलाई के फर्सी भनिन्छ? यो डल्ले फर्सी भन्नु पर्यो है। यो डल्ले फर्सी छ है। यहाँनिर मादले फर्सी पनि छ। हामीहरूको बारीमा, आफ्नै बारीमा फरेको है। यो चाहिँ कलसे फर्सी हो है। यो कलश जस्तै आकार भएको भएर कलसे फर्सी भनिएको है। मैले राखिदिएको यसको नाम। साथीहरू हजुरहरूले के भन्न मन लाग्छ है त्यही अनुसार भन्नु है। तर फर्सी त फर्सी नै हो। तर हामीहरूसँग चाहिँ प्रशस्तैमा यो मादले फर्सी, अनि यो डल्ले फर्सी, यो कलसे फर्सी, यिनीहरू फर्सीहरू टन्नै छन् है। यो साथीहरू स्टोर गरेर राख्ने हो। मैले अघि नै हजुरहरूलाई देखाइसकेको छु। स्टोर गरेर राख्ने पनि भनेर है। खेतको भइसक्यो, यो हाम्रो पाको बारीको हो है। हुन्छ अहिलेलाई साथीहरू हेरेर अहिलेसम्म हजुरहरूले साथ दिनुभयो है। भिडियो हेरेर हजुरहरूलाई धेरै धेरै धन्यवाद है। मलाई क्यामेराम्यान बनेर साथ दिने मेरो देउरानी रेणुलाई पनि धेरै धेरै धन्यवाद है। यस्तै यस्तै भिडियो ल्याएर हजुरहरू बिच प्रस्तुत गर्न चाहन्छु। साथीहरू हजुरले हेरेर लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु